नमस्ते सबैजनालाई। आजको यो भिडियोमा चाहिँ हाम्रो यो सफ्टवेयरले चाहिँ मोबाइल पसलमा कसरी युज गरिन्छ, मोबाइल पसलमा कसरी हाम्रो सफ्टवेयर चाहिँ युज हुन्छ भनेर चाहिँ म हजुरलाई देखाउन गइरहेको छु। जस्तो कि यसमा चाहिँ हजुरको ड्यासबोर्डमा चाहिँ के देखिन्छ भन्दाखेरि हजुरको ओभरअल सेल्स कति भएको छ, कतिको पर्चेस गर्नु भएको छ, त्यही अनुसारले कसैले हजुरले सामान क्रेडिटहरुमा दिनु भएको छ भने कति लिन बाँकी छ, दिन बाँकी छ, त्यही अनुसारले हजुरको अब क्याश र ब्याङ्कमा कति अमाउन्ट छ भनेर हेर्न सक्नुहुन्छ। त्यही अनुसारले गर्नुपर्ने काम चाहिँ सबै हजुरको यता लेफ्ट साइडमा छुट्याइदिएको छ। जस्तै सेल्स भयो, पर्चेसहरु, फाइनान्सबाट हजुरको एक्सपेन्सेसहरु रेकर्डहरु राख्न मिल्ने त्यही अनुसारले र इन्भेन्टरीबाट चाहिँ हजुरसँग जति पनि प्रोडक्टको लिस्टहरु छ त्यो हजुरले लिस्टहरु बनाउन सक्नुहुन्छ। जस्तै कि कुनै नयाँ प्रोडक्ट हजुरले बनाउनु हुन्छ भने चाहिँ यता हजुरको क्रिएट न्यू आइटम भनेर हुन्छ, यता हजुरले क्रिएट न्यू आइटमबाट गर्न सक्नुहुन्छ। तिनीहरु चाहिँ अरु सबै हजुरको प्रोडक्टको लिस्टिङहरु यसमा लिस्ट आएर बस्ने हुन्छ। जस्तै कि मैले एउटा नयाँ की प्रोडक्ट क्रिएट गरेर देखाइदिन्छु हजुरलाई। जस्तै क्रिएट न्यू आइटममा गएर स्टक राख्ने सामानहरु जति सबै हजुरको इन्भेन्टरीमा जान पर्यो। त्यसैले हजुरको अब नेममा चाहिँ के हो त्यो प्रोडक्ट हैन, त्यो हजुरले राख्दिनुहुन्छ। जस्तै कि हजुरको स्यामसङ भयो, यसमा चाहिँ हजुर कुन चाहिँ प्रोडक्ट हो त्यो हजुरले प्रोडक्टको नेम राख्दिने। त्यसैले कति जीबी छ, जस्तै कि 4GB 128 हो भने चाहिँ यसरी हजुरले राख्दिनुहुन्छ यसमा। त्यसैले हजुरले अब ग्रुपहरु पनि छुटाउन सक्नुहुन्छ यसमा चाहिँ। जस्तै कि हजुर कुन चाहिँ क्याटेगोरीहरुमा पर्यो हजुरले क्याटेगोरीहरु पनि छुटाउन सक्नुहुन्छ। छैन अब कुनै छुटाउनु हुँदैन भने यसमा डिफल्ट पनि राख्न सक्नुहुन्छ। यसमा हजुरको फोटोहरु पनि एट्याच गर्न मिल्यो त्यही अनुसारले र हजुरको सामान चाहिँ कसरी आउँछ हैन, पीसेस वाइज आउँछ कसरी आउँछ त्यो क्याटेगोरी राख्दिनुहुन्छ यसमा। त्यसैले हजुरले प्राइसिङहरु पनि छुटाउन सक्नुहुन्छ। हजुरले बेच्ने रेटहरु कतिमा बेच्नुहुन्छ त्यही अनुसारले हजुरले किने ल्याउने रेटहरु पनि छुटाउन सक्नुहुन्छ यसमा चाहिँ। जस्तै कि पर्चेस रेटमा हजुरले कतिमा किने ल्याउनु भएको छ यो प्रोडक्ट त्यो छुट्याइदिने र हजुरले र्याक नम्बर अनुसार पनि छुटाउनु पर्यो नि। र्याक नम्बरको नि अप्सन छ, कुन चाहिँ र्याक नम्बरमा कुन सामान छ भनेर हजुरले राख्न सक्नुहुन्छ यसमा। र यति गरेर हजुरले यसलाई सेभ गरिदिने। यसमा चाहिँ हामीले आइटमको लिस्ट मात्र बनाएको भयो हजुरसँग हजुरको पसलमा चाहिँ के सामानहरु छ भनेर। र हजुरले यता लिस्ट बनाइसकेपछि हजुरको यता पर्चेजमा गएर सप्लायर्स भनेर अप्सन छ। यता चाहिँ हजुरले कहाँबाट सामानहरु किन्ने ल्याउनुहुन्छ त्यो सप्लायर्सको नामहरु लिस्ट बनाएर राख्दिनुहुन्छ यसमा चाहिँ। र अर्को भनेको चाहिँ हजुरको यसमा पर्चेजमा गएर पर्चेज बिल भनेर अप्सन छ। यहाँबाट चाहिँ हजुरसँग जति पनि सामान किन्ने ल्याउनुहुन्छ बिलहरु हुन्छ त्यसको चाहिँ इन्ट्री गरिदिने भयो यसमा चाहिँ। अब हजुरले पर्चेज बिल बनाउँदाखेरि चाहिँ यसमा हजुरको क्याशमा ल्याउनु भएको छ कि सामानहरु क्रेडिटमा ल्याउनु भएको छ कि अब हजुरको सप्लायर्स भनेर नि अप्सन छ। अब कुन चाहिँ सप्लायर्सबाट हजुरले सामान किन्ने ल्याउनु भएको छ त्यो सप्लायर्सको नाम हजुरले यता प्लस गरेर बनाउन सक्नुहुन्छ। नत्र यता हजुरको पहिले अलरेडी बनाइसक्नु भएको छ भने यसमा लिस्ट आउँछ त्यो हजुरले छुट्याइदिनुहुन्छ यसमा चाहिँ। जस्तै कि एबीसी सप्लायर्स हजुरले त्यो पार्टीबाट सामान ल्याउनु भएको छ, यसमा चाहिँ हजुरको बिल नम्बरहरु हुन्छ। यो बिल नम्बरमा हजुरले के सामान ल्याएको छ हजुरले यसमा प्रोडक्टहरु चुज गर्नुहुन्छ। जस्तै कि हजुरको अब स्यामसङ भनेर छ, हजुरले स्यामसङ A06 गर्ने बित्तिकै अब हजुरको यसमा चाहिँ हजुरले अब जस्तै सिरियल नम्बर अथवा कुन चाहिँ IMEI नम्बरहरु छ भने त्यो अनुसारले राख्न सक्नुहुन्छ यसमा। कति क्वान्टिटी ल्याउनु भएको छ त्यो सिरियल नम्बरको क्वान्टिटी त्यो अनुसारले हजुरले MRP हरु छुटाउन सक्नुहुन्छ। MRP सेल्स रेटहरु हजुरले कति बेच्नुहुन्छ हैन त्यो अनुसारले क्वान्टिटीमा हजुरले यो राखेर सेभ गरिदिनुहुन्छ यो चाहिँ। अब हजुरले कुनै ओरिजिनल बिलको पनि फोटो खिचेर राख्नु छ भने यसमा एट्याचमेन्टको अप्सन छ, त्यो पनि राख्न मिल्यो। र अर्को भनेको चाहिँ हजुरको अब जस्तै कि बिल हजुरको 15,000 को बनेको छ, अब हजुरले हाफ पेमेन्ट गर्नु भएको छ भने यसमा पेड अमाउन्ट कति अमाउन्टको पेड गर्नु भएको छ त्यो पनि राख्न मिल्यो यतिखेर नै। र पेमेन्ट चाहिँ हजुरले क्याशबाट गर्नु भएको छ कि सेवा केबाट गर्नु भएको छ त्यो हजुरले चुज गर्न मिल्यो यसमा। मोड अफ पेमेन्टहरुको पनि अप्सन हुन्छ यसमा चाहिँ। र यति गरेर हजुरले सेभ गरिदिनुहुन्छ। त्यसैले अब हजुरको स्टक हेर्नलाई चाहिँ हजुरको यसमा रिपोर्टमा गएर स्टक ट्रायल भनेर अप्सन छ। यहाँबाट हजुरले भ्यू गरेपछि हजुरको ओभरअल स्टकहरु देखाइदिने भयो। जस्तै कि यसमा हजुरले यता सर्च पनि गर्न सक्नुहुन्छ। स्यामसङ भनेर भयो। अब हजुरको स्यामसङ A06 को कति क्वान्टिटी बाँकी छ हजुरले यहाँबाट क्लोजिङबाट हजुरको क्वान्टिटीहरु हेर्न मिल्यो, कति पीस बाँकी छ भनेर चाहिँ हेर्न मिल्यो त्यही अनुसारले। र अर्को भनेको चाहिँ हजुरले सेलिङ गर्दाखेरि चाहिँ हजुरको यता सेल्समा गएर सेल्स इन्भोइस भनेर अप्सन छ। यहाँबाट हजुरले होलसेल बिलहरु काट्नुहुन्छ भने यताबाट गर्न मिल्यो। यसमा क्याशमा दिनुहुन्छ कि कस्टमरलाई क्रेडिटमा दिनुहुन्छ कि कस्टमरको नेमहरु पनि राख्न मिल्यो, कुन चाहिँ कस्टमरलाई दिदै हुनुहुन्छ हजुरले त्यही अनुसारले हजुरले अब प्रोडक्ट चुज गर्नुहुन्छ हजुरले कुन चाहिँ प्रोडक्ट चाहिँ सेल्स गर्नुहुन्छ भनेर। यसमा सेल्स गर्दाखेरि पनि हजुरको सिरियल नम्बरहरु चुज गर्न मिल्यो। यसमा चाहिँ कुन चाहिँ सिरियल नम्बरको कति क्वान्टिटी हजुरले चाहिँ सेल्स गर्नुहुन्छ
त्यही अनुसारले हजुरले त्यही अनुसारले बेच्न सक्नुहुन्छ यसमा रेटहरू राखेर। यसमा हजुरको अब अर्को भनेको कुनै कस्टमरलाई हजुरले क्रेडिटमा दिँदै हुनुहुन्छ र त्यो कस्टमरले हजुरले हाफ पेमेन्ट गर्नुभएको छ भने कतिको हाफ पेमेन्ट हजुरले रिसिभ अमाउन्ट गर्नुभयो त्यो हजुरले अमाउन्ट यसमा राख्न सक्नुहुन्छ। त्यही अनुसारले हजुरले यता प्रिन्ट अथवा सेभ गर्ने नि अप्सन छ। प्रिन्ट गर्नुभयो भने हजुरको डाइरेक्टली सेभ हुने भयो, नत्र प्रिन्ट गर्दाखेरि हजुरले जसरी भन्नुहुन्छ त्यही अनुसारले बिल फर्मेटहरू डिजाइन गर्न मिल्छ यसमा चाहिँ। यसमा अर्को भनेको चाहिँ हजुरले जति पनि यता कामहरू गर्नुहुन्छ त्यसको यता रिपोर्ट भइहाल्छ। हजुरले यता अल रिपोर्टबाट चाहिँ हजुरको अब ट्रायल ब्यालेन्स, डे बुकहरू, जर्नल बुकहरू, त्यसैले कसैको लेजरहरू हेर्न पर्यो भने कस्टमरको लेजरहरू, सप्लायर्सको लेजरहरू सबै हेर्न मिल्यो। र यसमा हजुरको अब सिरियल वाइज स्टकहरू पनि हेर्न पर्यो भने सिरियल स्टक टेकिङ भनेर छ, स्टक ट्र्याकिङ भनेर, त्यही अनुसारले हजुरले सिरियल नम्बर वाइज स्टकहरू हेर्न मिल्यो। जस्तै कि यस्ता सिरियल नम्बरहरू पनि राख्न मिल्यो अथवा भ्यू गर्नुभयो भने ओभरअल सिरियल नम्बर अनुसार हजुरको सेल्स के भएको छ, पर्चेस के भएको छ होइन, त्यही अनुसारले हेर्न मिल्यो यसमा चाहिँ। अथवा कुन चाहिँ कस्टमरलाई पार्टीलाई गएको छ त्यो सिरियल नम्बर वाइज बिलिङहरू त्यो सबै हेर्न मिल्यो हजुरले यसमा चाहिँ। र अर्को भनेको हजुरको यता फाइनेन्समा हजुरको यता रिसिभ पेमेन्ट भाउचर अथवा जर्नल भाउचरबाट हजुरले एक्सपेन्सेसको रेकर्डहरू होइन त्यही अनुसारले हजुरको खाजामा के खर्च भएको छ त्यही अनुसारले राख्न मिल्यो। जस्तै कि यसमा हजुरको एक्सपेन्स भाउचर चुज गरिदिने। अब एक्सपेन्स पनि हजुरको अब क्यासबाट भएको छ कि ब्याङ्कबाट केबाट भएको छ होइन त्यो राखिदिने। र हजुरको अब यसमा चाहिँ एक्सपेन्स नै केमा भएको छ, खाजामा भएको छ कि केमा भएको छ त्यही अनुसारले हजुरले अमाउन्टहरू राख्न सक्नुहुन्छ यसमा। अमाउन्ट राखिदिने र ओके गरेर यसलाई सेभ गर्नुभयो भने त्यही अनुसारले ट्रायल ब्यालेन्सहरू हजुरले हेर्न सक्नुहुन्छ यसमा चाहिँ। धन्यवाद सबैजनालाई। अरू केही बुझ्नु भएन भने हजुरले वेबोलोजिक सोल्युसन्समा कन्ट्याक्ट गर्न सक्नुहुन्छ।